हेलमेट जत्रो हुन्छ के कुरा गरे के चाहिँ आलु म आफ्नै जेठानलाई त भोट नहालेको मेरो वडाबाट छ अहिले मेरो जेठान छ यो पनि पुग्ने भयो भनेपछि मेरो जेठान के रहेछ भन्नु त हामी त्यो बुले प्रेम सोल्टी लागि मायाले भन्ने विषय पनि पिदिउँला भन्ने गीत गाएको थिएँ अनि मैले चाहिँ त्यसले झुट बोलेर गाएँ प्रेम सोल्टी भनेको क्या अनि त्यसले त्यसरी नै त्यो केटीले ल बिस खान त भन्यो भने त त्यसले त खाँदैन नि ए त्यो तैँले मार्नु खोजेर रहेछस् मलाई भनेर भाग्छ त त्यत्तिकै हावामा गीत गायो त्यसले भन्यो नि त्यही कुरो हो पेमा किन पुलिस सालको बादको टपरले चाहिँ ढाँटेको होइन सर है त्यसले थाहा उसले क्लियर बोलेर कमा ल ठिक छ गर्दा जिहान जाला जस्तो छ पऱ्यो भाइ नजाँट ढुक्कुरले पऱ्यो भन्छ त्यतिखेर मसिनो थियो कि सानो थियो त्यही भएर हामीले चाहिँ लगेन चाहिँ किल्लै हो अझै पनि किल्लै छ त्यहाँ अझै पनि माओवादीले नै जित्छ अनि घर पछि आएर हामीहरूको गोरुहरू काटेर खाइदिने त्यहाँदेखि अहिले गाउँमा पनि केटाहरूले गोरु खानु थालिसक्यो कसले चाहिँ काटेर खाएको गोरु चाहिँ फेरि त्यही माओवादीले कहाँ खान्छ गोरु माओवादीले नचाहिँदा खान्छ र पहिला त जे पाते खाइदिन्थे तालचाहरू फुटाएर भित्रको के छ सामानहरू सबै पकाएर खाइदिने आलुहरू पकाएर खाइदिने आलु खाइदिन्थ्यो तपाईँको घरबाटमा आदि हेलमेट जत्रो हुन्छ के कुरा गरे के चाहिँ आलु आलु पहिला हुन्थ्यो क्या तपाईँ नजन्मी होइन बाजेहरूको पाला तपाईँ नजन्मी क्या अहिले त गाडी पुगिसक्यो त्यो काम गर्न अल्छी आइसक्यो कतिवटा भाग खाएको छ खाना 3-4 त भए पहिला बाबाजेले धेरै मेहनत गरे अहिले यत्रो फलाउँदै हालो अहिले त यत्रो हुन्छ अनि त्यो उहाँ मेहनत गर्न छोड्यो टिकटकले गर्दाखेरि सबै कुरो बिगाऱ्यो नि टिकटकले त्यो हेर्न थालिसक्यो खोर्सानीबारी त्यहाँ झार त्यत्तिकै फलेको हुन्छ खोर्सानीसँग बराबर हुन्छ त्यो झार त्यो उखुलेर फाल्दैन अन्त बिग्री गर्ने सब कुरा त्यही भएर हो क्या पहिला त पहिला त नि मुकै खेती नै आलु यत्र त आलु फल्ने अनि त्यही उसिनेर खाने त्यो काटेर त्यो पाक्दैन ठुलो काट्ने मकै फल्दै कि मकै आलु त नि निसीतिर हुने त जौँ आलु मकै भनेपछि आजकल टिकटक मात्रै चलाउँछ तपाईँहरूको गाउँको मान्छे चाहिँ खतरा भइसक्यो को छ नेता त्यहाँ नेता त अनि एउटा त नेता छ एकजना दाइ त्यो सालाल त कम्ती दुबा को छ हरेश काङ्ग्रेसको हाम्रो काङ्ग्रेस हो कि के नाम सूर्यबहादुर तपाईँलाई त काङ्ग्रेस मनपर्छ मलाई काङ्ग्रेस पहिला त काङ्ग्रेसमै भोट हाल्यो अब फेरि काङ्ग्रेसलाई हाल्ने अब नहाल्ने कसलाई हाल्ने अब चाहिँ अब चाहिँ जुन चाहिँ अलि राम्रो त्यहाँ आउँछ त्यसलाई हाल्ने हो काङ्ग्रेसबाटै राम्रो आयो भने हाल्नुहुन्छ काङ्ग्रेसको त आउँदैन काङ्ग्रेसबाटै राम्रो मान्छे राम्रो उम्मेदवार उठ्यो भने हाल्नुहुन्छ हाल्दैन होइन राम्रो उम्मेदवार उठ्यो भने हाल्नुहुन्छ ल नरेश यति भन्नु न काङ्ग्रेसबाटै नयाँ राम्रो उम्मेदवार उठ्यो भने हाल्नुहुन्छ हो सहकारीको पैसा हिनामिना बनाउने नेता कहाँको तारा खोलाको धरपाटनको होइन के सार कि अरे देवकुमार नेपाली होइन मैले भनेको छोप्यो नि नरेश काङ्ग्रेसकै राम्रो उम्मेदवार नरेश काङ्ग्रेसकै नयाँ उम्मेदवार उठ्यो भने हाल्नुहुन्छ कि हाल्नुहुन्न राम्रो उठ्यो भने राम्रो उठ्यो नि हालिँदैन काङ्ग्रेसको राम्रो कुनै पनि उठ्दैन अहिले म गर्छु राम्रो गर्छु भन्ने त हुन्छ नि तर पछि आउँदैन पहिल्यैदेखि त्यो नराम्रो छाप छ आउँदैन अब काङ्ग्रेसको मान्छे राम्रो कसलाई हाल्नुहुन्छ अब चाहिँ नयाँ पनि हुन्न विकल्पै हुन्न तपाईँकोमा तपाईँहरूतिरको विकल्पै हुन्न राम्रो उम्मेदवारको सबै भ्रष्टाचारी मात्रै छ राम्रो त हुँदैन अनि कसलाई हाल्नुहुन्छ त कि पहिले जस्तै रिचार्जमा बिक्ने 50 रुपियाँको रिचार्जमा 50 रुपियाँको रिचार्जमा बिगाएर नि त नि अब त यस्तो गर्ने हो
जसलाई पनि ल भोट म हाल्छु भनेर भोट बेला चाहिँ प्रचार बेला चाहिँ के गर्नुपर्छ भन्दाखेरि यताको पनि पैसा खाने उताको पनि पैसा खाने उताको पनि पैसा खाने लास्टमा भोट कसैले नहालिदिने सबैलाई फाँक बनाइदिनु पऱ्यो नि सबैलाई फाँक रे ठिक छ एकजना दाइले ती रिचार्ज बार्ने दाइले 3 लाखमा पो डुबेछ जाँटा 3 लाख जति घर लाग्यो भने रिचार्ज बारेर त मासु भात पनि खुवायो नि त भैँसी एउटा धाल्यो अनि 3 लाख घाटा लाग्यो भने 500 भोट त ल्याएको नि फेरि जितेन कसले जित्यो तपाईँहरूकोबाट ठ्याक्कै गठबन्धन भइदियो काङ्ग्रेसले जित्यो नि 3-4 अर्ब दियो 3-4 अर्ब दियो भने त शेरबहादुरलाई काट्नुहुन्छ पायो भने त त्यो नेताहरूलाई पैसै दिनु पर्दैन हौ त्यति काट्दिनु झापड धरो हानेको त सिधै गएर उसमा मञ्चमै गएर हानेको पायो भने पैसा दिनु पर्दैन बाहिरकै मान्छे होला कि बाग्लुङमा त धेरै कम छ माओवादी त धेरै त काङ्ग्रेसै हो कि कहाँबाट पहिल्यैदेखि छिरेछ कि काङ्ग्रेस एमाले पछि आयो कति बजी हो अब चाहिँ ड्युटी सुरु गर्नु पर्यो मलाई काङ्ग्रेस तपाईँको भोटहरूले गर्दा त तपाईँ यहाँ आइपुगेको नत्र कहाँ आइपुग्यो त गलत व्यक्तिलाई भोट दिने अनि यहाँनिर ऊ यस्तो खाडीमा आएर युरोपको खाडीमा आएर काम गर्ने अनि उठ बस ल उठौँ अब मैले भनेपछि उठ्नै पर्छ तपाईँ ल काम थालौँ अब राम्रो मान्छेलाई दिने कि नदिने भोट अब त छोराछोरीलाई पनि यहीँ ल्याउने पछि राम्रो मान्छेले दिनुपर्छ छोराछोरीलाई पनि यहीँ ल्याउने होला नि त पछि मिसन 84मा चाहिँ जसरी भए नेपाल एकछिन जानु छ कसलाई भोट हाल्ने रविलाई रवि बालिनहरू त्यस्ता आयो भने चाहिँ हाल्ने हो भोट नत्र अरूलाई चाहिँ हालिँदैन है बरु गाउँको केटाहरूलाई 2-4 बोतल रक्सी खुवायो अरू त्यो भोट हाल्ने केटा हो भन्ने जसलाई माछा तार्केको छ नि तिनीहरूले म आफ्नै जेठानलाई त भोट नहालेको मेरो वडाबाट छ अहिले मेरो जेठान छ यो पनि पुग्ने भयो भनेपछि मेरो जेठान कताबाट पुऱ्याइदिने हुन् उसलाई त भोट नहालेर हामीले मङ्गलमा हालेको भालेमा आयो उसले मासु भात खुवायो उसले हालिदियो